अनुरोध गर्दछु। Hey guys, good morning. Hey guys, good morning. नमस्ते अनि स्वागत छ सबैजनालाई मेरो च्यानलमा इट्स मी योर भ्लगर आशिष। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। अनि पछाडि देखिराख्नु भएको छ सनसेट, यस्तो बोबाल देखेको छ, भक्कर सूर्य उदाउँदैछ है। अनि यता साइडमा देख्न सक्नुहुन्छ टेन्ट है। आज अलि विशेष प्रोग्राम 11 क्लासलाई वेलकम अनि 4th लाई फेयरवेल पनि छ। अनि त्यही भएर आज क्लास भएन, त्यसैले हामी यता बल खेल्दैछौँ। अनि के छ अब आज कोही आएनन् के क्लासमा, म एक्लै छु। 3 जना मात्रै छौँ केटाहरू, क्लासमा 3 जना मात्रै छौँ। अनि के भयो भनेपछि म पनि आउने थिएन कलेज त, तर के गर्नु अब सधैँ एउटै खाप्चो हेरेर त भएन नि है। हजुरलाई जति सक्दो अब त्यस्तो मलाई त्यस्तो एक्टिङ गर्न आउँदैन, फेस सिम्पल छ कि मेरो फेस, त्यस्तो एक्टिङ पनि आउँदैन, कमेडी पनि आउँदैन, हजुरलाई इन्टरटेन गर्न सक्दिनँ नि त। त्यसैले अरू नभए पनि जति सक्दो इन्टरटेन दिने प्रयास गर्नेछु भनेर नयाँ नयाँ हजुरलाई देखाउने प्रयास गर्छु। त्यसैले आज यता प्रोग्राम छ, नाच जानुहुन्छ होला भनेर कलेज आएको म। अनि के भनेपछि आफूलाई इम्प्रुभ गर्दैछु के, हजुरहरूलाई इन्टरटेन गर्न सकु, हजुरहरूको साथ सपोर्ट रहिराख्यो भने पक्कै पनि आफूलाई इम्प्रुभ गरेर देखाउने छु। त्यही त। अनि कालो आँसु कस्तो आँसु सनसेट देखिन्छ भनेर मात्रै हो म यता साइडमा आएको। रुख पाइन्ट गयो भने त बर्बाद हुन्छ यार। ल हा अनि त्यही त है। अब एकछिन हामी बल खेल्छौँ, ज्यान तताउँछौँ, हो कि नै? एकछिन हामी बल खेल्छौँ, ज्यान तताउँछौँ, अनि प्रोग्राम स्टार्ट भयो भने हजुरहरूलाई देखाउँछौँ है त। आज नाचगान प्रोग्राम अनि खिच्ने खाने प्रोग्राम पनि छ अरे। त्यही त यार, यस्तो पनि हुन्छ है, कोही नआउने के कलेजमा त प्रोग्राम भन्यो। कहाँ उडाएको भाइ, कहाँ उडाएको? कलेजमा प्रोग्राम भनेपछि त कोही आउने होइन यार। अनि म यो कोट लगाएको छु, फर्मल ड्रेसमा छु, कलेजमा यस्तै हो आउने त। तर पनि अब भिडियो बनाएकै छु, बनाउनु मिल्छ मिल्दैन थाहा छैन, टाइ त छैन है, टाइ फालिसकेको छु। त्यही पनि अब नराम्रो भयो भने त्यसको लागि सरी भन्न चाहे। अनि अब कार्यक्रम स्टार्ट भयो भने भेट्छु ल हजुरहरूसँग। अनि गाइस के हो यार यस्तो यार, न भ्लगमा कमेन्ट छ न लाइक छ, के हो यार यस्तो? त्यही भएन नि, गरिरहेको छु त यार हजुरहरूलाई इन्टरटेन दिनको लागि, आफूलाई यहाँदेखि इम्प्रुभ गरिरहेको छु त यार। टाइम लाग्छ नि हो, भन्ने बित्तिकै कहाँ हुन्छ, छैन त मसँग एक्सपिरियन्स। अब त्यस्तो भ्लगिङको एक्सपिरियन्स पनि छैन, अनि एक्सपिरियन्स त्यस्तै छ, कमेडी इन्टरटेनमेन्ट गर्नै हान्न गरिरहेको छु नि इम्प्रुभ। किन त्यस्तो? त्यस्तो नगराउन हो। अनि यो देख्न सक्नुहुन्छ अरू यता सबै काम गरिसक्यौँ, सेटअप भइसक्यो, हुँदैछ अझै लगभग छ 4-5 चाहिँ कुर्सी है। अनि हुँदैछ यतातिर गाइस। प्रोग्राम अझै स्टार्ट भएको छैन, कति 8 बजिसक्यो है, 8-9 बज्न लागेको छ त। कहाँबाट अझै प्रोग्राम सुरु भएको छैन, के गर्ने र? हामी छतमा आएको छ। यो मान्छेले हामीलाई फेरि खाता दिएन है, तर नि यही हो क्या मलाई चाहिँ लाग्ने भने मन्तव्य। कार्यक्रमबाट बिदाई हुनुहुने सम्पूर्ण विद्यार्थीहरू पालै स्टेजमा प्रस्थान गर्नुको लागि म विनम्र अनुरोध गर्दछु। बिदाई गर्न
सम्पूर्णजनाले आजको यस कार्यक्रमबाट बिदाई भए हाय तथा हाम्रो फर्स्ट इयर जुन भर्खरै अभिषेक कुसुन्डा चाहिँ कृपया स्टेजमा आइदिनुको लागि म विनम्र अनुरोध गर्दछु। गाना हामी यतातिर है साथीहरू अब भने स्वागत गर्दैछौँ फर्स्ट इयरलाई है। सम्पूर्णजना नाचेरै स्वागत गरिदिनु होला। साउन्ड सिस्टम अलि ठुलो त्यसो भए आजैदेखि छोडिदिन्छु। मलाई भोक लागेको थियो, मलाई कसैले दिँदैन यार। कस्तो के नास्ता दिनु हेर्नु आज मेरो बर्थडे हो यहाँ के अरे बर्थडे हजुर शिक्षासँग मसँग लाग्दिन्छु नि त बिचारी आज 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 यिनको बर्थडे यहाँ नास्ता बनाउनेमा तर साह्रै भोक लाग्यो पानी पनि दिएको छैन यार नै ठिक छ पानी भएन केही ल्याउन यार भन्दैन गाइज हामी खान लाग्यो है बिराहरू पहिले सुरु गरिसकेछन् यार आयो है त पुरी खिर अचार
तर वेटर बन्नुको पनि अर्को फाइदा छ नि तपाईँको के पुर्याउन ल्याउँछु भनेर दुईवटा पुर्याउन ल्याउँछु भनेर दुईवटा वेटर पुर्याउन ल्याउँछु भनेर दुईवटा एक्लै फाइदा छ नि त यार कति पुर्याइराख्नु है खानु पऱ्यो नि हो कि नै आउनु लाग्छ पुर्याउनु ल्याउनु लाग्छ भने दुईवटा पुर्याउनु ल्याउनु लाग्छ भनेर चलाक केटाहरू गाइज सकिएन यार खाना सरी भन्न चाहे अनि यति धेरै फालिराखेका छौँ हामीलाई त सराप छ होला यार खानाले पनि अब सकिन त के गर्नु पोलिथिन बाबा लग्नुहुन्थ्यो है त्यसैले म यता नफाले पनि यता कुकुरलाई म दिन्छु है आइज आइज ल ल खा ल हो खायो त यार हो उत्योलाई पनि दियो त्यसरी फाल्नुभन्दा त होइन ल अब हामी नाच्नु जान्छौँ है के गर्नु यस्तो हाम्रो कार्यक्रम पनि अझै निरन्तर चलिराखेकै छ है 2:30 बजे किन 2:30 भइसक्यो अझै पनि चलिराखेकै छ अरू यता के भन्छन् अब जाने कि फेरि अर्जुनहरू छन् गाइज अब यो कार्यक्रम चलिरहेको छ कहिले सकिनेवाला पनि छैन यहाँ नाची नाची पनि थाकिसक्यौँ है अनि भिडियो पनि धेरै लामो भयो होला सायद मैले बिहान उतादेखि सूर्य देखाएको थिएँ अहिले यता आइसक्यो सूर्य त्यही पनि हामी यही कलेजमै छौँ त्यसैले आजको ब्लग यतैतिर व्यवस्था गरिदिन्छु भोलि पनि न्यू डे न्यू ब्लग लिएर